यहाँ चाहिँ यसरी हाट बजार जस्तो लाग्दो रहेछ। विभिन्न किसिमका माछाहरू, फलफुलहरू सबै कुराहरू पाइदो रहेछ। यता चाहिँ म यहाँदेखि जाँदैछु, म पनि सामान लिनु छ, त्यस भएको कारणले जाँदैछु। यहाँ चाहिँ सुन्तलाहरू होइन यसरी नै पाइदो रहेछ। के पाइन्छ म यता देखाउँदै जान्छु। यहाँनिर सुन्तलाहरू रहेछ है। मलाई चाहिएको छ स्याउ, म स्याउ लिएर जाँदैछु। यहाँ चाहिँ धेरै भिडभाड छ, मान्छेहरू आइराख्नु भएको छ है। यताबाट जाँदैछु है। अब फलफुल किन्नको लागि जाने भनेको, स्याउहरू देखेको छैन। अनि यहाँनिर चाहिँ केराहरू, स्याउहरू यता रहेछ। यता सोध्छु म है, अनि कसरी पाउँछ। ringgit ini 1 kilo. 8 piece ringgit. 10 ringgit को 12 पिस भन्दैछ यहाँ चाहिँ है। सानो सानो छ। मैले चाहिँ 5 ringgit को लिँदैछु, कति दिन्छ थाहा छैन है। यसले चाहिँ 7वटा चाहिँ 5 ringgit मा दिइरहेछ। यसलाई म लिँदैछु। यसले चाहिँ 7 ringgit को दिएको छ, मैले चाहिँ दिँदैछु पैसा 5 ringgit। थ्याङ्क यू। अनि वाल्टरमा जाँदैछु। यहाँनिर चाहिँ ठुलो है मासु मार्केटहरू पनि रहेछ, चिकनहरू है। यहाँ चाहिँ यहाँ लाग्ने एउटा हाट बजार जस्तै मेला रहेछ। यो मेलाबाट मैले थोरै आफूलाई चाहिने सामान ल्याएर फर्केको छु। कस्तो लाग्छ साथीहरूले आफ्नो विचार कमेन्ट गर्नु होला, कस्तो लाग्यो। अनि मेरो यहाँ चाहिँ साइकल छ, म जाँदैछु रुममा है।